केपी ओलीले पछाडिबाट जितेपछि तामझामका साथ भव्य रमाइलो भइरहेको छ। ल हेर्नु साथीहरू, स्वागतको लागि आमा खायो खायो बुढाले खायो यार। हैट खतमै पारे। मैले जितेर यस्तो गर्छु उस्तो गर्छु भनेको थिएँ। यता भक्तपुर 2 मा महेश बस्नेत, उता के बोल्दै थिए, के बोलिया थिए, के भयो यार। के सोचे थे जिन्दगीमा के भयो भयो भन्थ्यो, उस्तै भयो यार। हरे शिवराम भन्दै अब यही जफर त भयो नि त होला नि यार। अब राजनीति भनेको त अब आजबाट खेरै गयो जस्तो छ यार। गइसक्यो नि, 5 वर्षलाई पत्ता साफ भइयो। थक्क मेरो जिन्दगी भन्दै होला नि बाले उता। होइन होला के हो।